3 करोड भन्दा कमका योजना नराख्ने मापदण्ड रु 1000 का योजना पनि संघीय बजेटमा। संघीय सरकारको बजेटमा 3 करोड भन्दा कम लागतका योजना नराख्ने मापदण्ड रहे पनि शहरी विकास मन्त्रालय अन्तर्गत 20 वटा कार्यक्रममा 1000 रुपियाँ विनियोजन गरेको पाइएको छ। बजेटमा टुक्रे योजना नराख्ने भन्दै राष्ट्रिय योजना आयोगले 3 करोड रुपियाँ भन्दा बढीका आयोजनामा मात्र बजेट विनियोजन गर्ने गरी राष्ट्रिय आयोजना बैंक मापदण्ड 2081 लागू गरेको थियो। 500 प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिवीलाई 1.5 अर्ब नोक्सानी। त्रिभुवन विश्वविद्यालयका करिब 500 प्राध्यापक तथा कर्मचारीले अध्ययन बिदा दुरुपयोग गरेको पाइएको छ। मासिक तलब सुविधा सहित अध्ययन बिदा लिए पनि पढाइ पूरा नगर्ने र पूरा गरे पनि विदेशमै लुकेर बस्ने कारणले विश्वविद्यालयलाई 1.5 अर्ब भन्दा बढी नोक्सान भएको छ। त्रिवी शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियममा 3 देखि 5 वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ। उक्त सुविधा उपयोग गर्ने 320 जना भन्दा बढीले अध्ययन पूरा नगरेको र 180 भन्दा अध्ययनका लागि विदेश गए पनि विश्वविद्यालय नफर्केको भेटिएको हो। त्रिवी कार्यकारी परिषदले अध्ययन बिदा लिने शिक्षक तथा कर्मचारी खोजबिन गर्न समिति गठन गरेको थियो। वर्षा लागेसँगै बागमती किनारका बासिन्दालाई निन्द्रा पर्दैन। उत्तरमा चुरे सिरानी हालैको सर्लाही, पश्चिममा रौतहटको सिवाना बागमती नदीले छुट्याएको छ। चुरेको खोज छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठीवास लगाउने गरेको छ। खोलामा बाढी आउँदा कयौं पटक थाथलो छोडेर भाग्नु परेको अनुभव यहाँका स्थानीयको मानस पटलमा आज पनि ताजै छ। ढोरपाटनका मेयर नेपालीको घर लिलामपछि इमेज सहकारी पीडितको विरोध। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली सहकारी ठगी मुद्दामा थुनामे रहेको बेला उनको घर लिलाम बिक्री भएपछि पीडित बचतकर्ताले विरोध गरेका छन्। ढोरपाटन नगरपालिका प्रमुख समेत रहेका नेपाली जिल्ला अदालतको आदेशमा हाल थुनामा छन्। थुनामा रहेकै बेला उनका 2 वटा घर राष्ट्र सहकारी बैंकले लिलामी गरेपछि नेपालीले धोका दिएको पीडितहरूको आरोप छ। उनीहरूका अनुसार नेपालीले घर घडेरी बेचेर बचत फिर्ता गर्छु भनेर प्रतिबद्धता जनाएका छन्। पतञ्जलि जग्गा प्रकरण। भारतबाट ल्याइएको 2 अर्ब रेमिट्यान्समा देखाएर छली। उद्योग सञ्चालन गर्न भनी सरकारबाट हदबन्दी छुटमा खरिद गरेको जग्गा अपचलन अभियोगमा भ्रष्टाचार मुद्दा खेपेका पतञ्जलि योगपेट तथा आयुर्वेद कम्पनी नेपाल र सञ्चालक शालिग्राम सिंह विरुद्ध सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले पतञ्जलि नेपाल र सञ्चालक सिंह विरुद्ध थप 2 वटा कसुरमा एकसाथ अनुसन्धान थालेका हुन्। नेपालमा मुनाफा नकमाउने गरी उद्योग खोल्न भनेर भारतबाट ल्याएको र अर्बभन्दा बढी रकम पूर्व शर्त विपरीत घर जग्गा कारोबार लगायत निजी कम्पनीमा लगानी गरेको भेटिएपछि अख्तियारले सिंह विरुद्ध सम्पत्ति शुद्धिकरण अन्तर्गत अनुसन्धान थालेको हो। स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा ढकाल र श्रेष्ठ बढुवा। सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रिक्त रहेको 12 तहको अतिरिक्त सचिवमा डाक्टर केशर ढकाल र डाक्टर श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले ढकाल र श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइन खबरलाई जानकारी दिए। बढुवा समितिले सिफारिस गरेका 3 जना मध्ये ढकाल र श्रेष्ठ अतिरिक्त सचिवमा बढुवा भएका हुन्। संसद खुलाउन कांग्रेस र विपक्षी सहमति नजिक, सम्झौता गर्न एमाले अनिच्छुक। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभामा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा सत्तारूढ कांग्रेस र विपक्षी बीच सहमति नजिक पुगेका छन्। विपक्षीबाट माओवादी तथा रासोपाले कांग्रेससँग संवाद गरिरहे पनि मस्यौदाको भाषामा भने सहमति हुन सकेको छैन। अर्को सत्तारूढ दल एमाले भने समझदारी गर्न नै अनिच्छुक देखिएको छ। आइतबार कांग्रेस, माओवादी र रासोपा सदन खुलाउन र भिजिट भिसा प्रकरण समाधान गर्न सहमति नजिक पुगेका थिए। मेक्सिकोबाट पर्खाल लाग्ने बित्तिकै पक्राउ परेका थिए डिपोर्टमा परेका 5 नेपाली महिला। अमेरिकाबाट डिपोर्ट भएका 5 जना नेपाली महिला पनि अवैध बाटोबाट अमेरिका गएको खुलेको छ।
अमेरिकाबाट डिपोर्ट भएर आइतबार काठमाडौँ आइपुगेका 37 जनासँग मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो। त्यस क्रममा फिर्ता आएका महिलाहरूले आफूहरू अवैध बाटोबाट अमेरिका गएको खुलाएका थिए, तर उनीहरूले अमेरिका पठाउने व्यक्तिहरूबारे भने सूचना दिएनन्। केहीले पहिलो वा दोस्रो नाम मात्र भने पनि त्यो उल्लेखनीय थिएन। एक अधिकारीले भने सामान्य सोधपुछपछि फेरि पछि कार्यालयमा उपस्थित हुन भन्दै छाडेका थियो। राजनीतिले गिजोलेको सृजन प्रिय मावि, थप्दै भवन, घट्दै विद्यार्थी। गत साता बिहान 7:30 बजे धनुषा बटेश्वर गाउँपालिका 2 स्थित सृजन प्रिय माध्यमिक विद्यालय पुग्दा पठन पाठन चलिरहेको थियो, तर विद्यार्थी संख्या भने दयनीय थियो। जम्मा 10 जना विद्यार्थी रहेको कक्षा 4 मा मात्र 4 जना विद्यार्थी पढिरहेका थिए। अन्य कक्षाको अवस्था पनि फरक थिएन। कक्षा 1 मा 22 जना विद्यार्थी भए पनि 5 जना मात्र विद्यालय उपस्थित भएका थिए। कक्षा 2 मा 17 जना मध्ये 6 जना, कक्षा 3 मा 17 जना मध्ये 9 जना र कक्षा 5 मा 21 जना मध्ये 11 जना विद्यार्थी उपस्थित थिए।